पनि आइसके म नयाँ भिडियो लिएर आज चाहिँ म तपाईहरुलाई मेरो स्कुल लान्छ है मेरो स्कुलसम्मको यात्रामा चाहिँ तपाईहरुलाई सामेल गर्छु है म चाहिँ त्यो एयरपोर्टको पल्लो छेउ गइसकेपछि तपाईहरुलाई देखाउँछु है चाहिँ आइसके यता उल्लो छु हेर्न सक्नुहुन्छ उयो डाँडा छ त यो ठुलो रुख भएको डाँडा त्यो रुखको डाँडा भन्दा उता पुग्छु है म चाहिँ आज भिडियो राम्रोसम्म हेरिदिनु होला अनि मन परेमा लाइक सब्स्क्राइब अनि माया गरिदिनु होला है फाइनली म चाहिँ ठुलाल पनि आइसके हेर्नै पोखरी छ यहाँ चाहिँ बस्ने ठाउँ छ यहाँ चाहिँ मन्दिर छ दुईटा एउटा शिवजीको अनि एउटा कृष्णजीको म चाहिँ हिँड्दैछु यो बाटोमा अघि मान्छे भएको ठाउँतिर चाहिँ खासै उडिन माया नगरिदिनु होला है अनि केटी जस्तै लजाइदिने के फेरि यहाँ चाहिँ मन्दिर छ है बाजे बाह्र चढाउने भन्नु जस्तै छ हेर्न सक्नुहुन्छ है त बब्बाल छ यहाँ चाहिँ आफूले मागेको चिताको कुरा पुरा हुन्छ भनेर भाकल गर्ने मान्यता छ है म चाहिँ अब तपाईहरुले अघि देखाएको थिएँ त त्यो ठुलो रुख हो त्यही रुख चाहिँ भयो है यो यति ठुलो छ यति बुढो रुख छ कि म चाहिँ हिँड्दैछु अहिले आइपुग्न लाग्यो है मान्छेहरूले कहाँ हिँडेको भनेर सोधिन्छ म चाहिँ परतिरसम्म हिँडेको भनिन्छ कि लाज लागेर पहिरो गएको छ आमामा दुलै बनाइदिएछु पहिरोले यता फाइर चाहिँ खाटमा छ होइन त्यो तपाईहरुले माया गरिदिनु त्यो ठाउँमा पनि राखिदिन्छु तर तपाईहरुले सब्स्क्राइब अनि माया चाहिँ गरिदिनु पर्यो मैले म त गरेर पनि हुँदैन है माया फेरि अर्कै बुझ्दिन होला नि फेरि मेरो पनि गाउँ छ है गाउँ छ खतरा गाउँ छ है यो गाउँ पनि तपाईहरुलाई पुर्याउँछु तर तपाईहरुले 500 सब्स्क्राइब अनि 500 लाइक चाहिँ लाइक गरिदिनु पर्यो है म तपाईहरुले मेरो गाउँको कुना खोजी तपाईहरुलाई युट्युबमा हाल्छु म यहाँ पर त्यो आँपको रुख देखिरहेको होला हो त्यो आँपको रुखमा पुगेपछि तपाईहरुलाई देखाउँछु है म अहिले चाहिँ म भिडियो बन्द गरेँ म चाहिँ आइसकेँ गाइस अब तपाईहरुलाई म मेरो स्कुल देखाउँछु त्यही हो है मेरो स्कुल चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ म फेरि हिँड्छु योभन्दा धेरै उता जाँदिनँ म चाहिँ मन्दिर जाने बाटो त्यो मन्दिर पनि लान्छु उयो पारीको चिरबस गाउँ है त्यो गाउँमा नि तपाईहरुले माया गर्नुभयो भने म पुग्छु म फर्केँ अब यो चाहिँ वडा कार्यालय है रावेसी गाउँपालिका तलको गाउँ चाहिँ पातले
अरू दिन पनि कालो भइरहेको रहेछ म जस्तै दिनले पनि हेपिदिन्छ क्या यार कस्तो म जस्तै हुनुपर्नेलाई पनि म जस्तै काले हुन्छ कि